रारा ताल, जीवनलाई शान्त बनाउने स्वर्गिक सौन्दर्य। रारा ताल एक अनुपम प्राकृतिक सौन्दर्य हो जसले तपाईको जीवनमा शान्तिको स्पर्श थप्छ र सम्झाउँछ कि जीवन सधैँ दौडिनै पर्ने होइन। यो ताललाई तालहरूको रानीको उपाधि दिइएको छ। नेपालको सुदूरपश्चिमी क्षेत्रको उत्तरमा समुद्री सतहबाट 2990 मिटरको उचाइमा अवस्थित रारा ताल, रारा राष्ट्रिय निकुञ्जको मोतीझैँ अनमोल गहना हो। यसको क्षेत्रफल 10.8 वर्ग किलोमिटर रहेको छ। रारा तालका प्रमुख आकर्षणहरू, उज्जवल र रङ्गीन दृश्यहरू। रारा ताल पुगेका कसैलाई सोध्नुभयो भने नेपालको सबैभन्दा निलो पानी भएको ताल कुन हो, उनीहरूको उत्तर सधैँ रारा नै हुनेछ। यो तालले एउटै दिनमा 3 फरक रङ देखाउँछ, जुन अझै वैज्ञानिक रूपमा रहस्य नै छ। तालको पृष्ठभूमि पनि निरन्तर परिवर्तन भइरहन्छ। ऐना जस्तो प्रतिबिम्ब। राराको पानी यति सफा छ कि यसमा ऐना जस्तो छवि देखिन्छ। डुङ्गामा बस्दा अगाडि हेर्दा हरियाली डाँडाहरू देखिन्छन् र पानीमा हेर्दा तिनै डाँडाहरूको स्पष्ट प्रतिबिम्ब देखिन्छ। रातभर त्यहाँ बस्न पाउनु भनेको अत्यन्तै भाग्यशाली हुनु हो। जीवनको सार महसुस गराउने स्थल। उचाइमा भएकोले यहाँको बतासले गीत गाएको जस्तो लाग्छ र चराहरू नाचेको जस्तो अनुभूति हुन्छ। सफा चिसो हावाले तपाईँ बाँचेको महसुस गराउँछ। तालभित्र देखिने थरीथरीका माछाहरू खेल्दा तपाईको सबै थकान हराएर जान्छ। नेपालको सबैभन्दा ठूलो ताल। हरियाली डाँडाहरूले घेरिएको रारा ताल नेपालको सबैभन्दा ठूलो ताल हो। यसको गहिराई 167 मिटर र क्षेत्रफल 10.8 वर्ग किलोमिटर छ। यस तालबाट बग्ने पानी मुगु कर्णाली नदीमा मिसिन्छ। स्वच्छ र कम भिडभाड। रारा ताल अझै मानव सभ्यताको उल्लेख्य प्रभावबाट टाढा रहेकोले अत्यन्त स्वच्छ र प्राकृतिक छ। यहाँको होटेल, डुङ्गा र विमानस्थलहरू केवल यात्रालाई सहज बनाउनका लागि मात्र सञ्चालनमा छन्। ध्यानका लागि आदर्श स्थल। नेपालका हिमालहरूमा तपस्यामा जीवन अर्पण गर्ने सन्तहरू बसेका छन्। विश्वास गरिन्छ कि यस्ता स्थानहरूमा आध्यात्मिक ऊर्जा भरिएको हुन्छ। रारा ताल पनि आत्मसमीक्षा र ध्यानका लागि उत्तम स्थान हो, जहाँ आत्मा, प्रकृति र शान्ति सँगसँगै बाँच्छन्। वरिपरिका डाँडामा पैदल यात्रा। रारा ताल वरिपरिका हरियाली डाँडाहरू पदयात्राको लागि उत्कृष्ट छन्। ती डाँडाहरूबाट तालको पंक्षीदृष्टि दृश्य पाइन्छ। हिँड्दा हिँड्दै तपाईले थुप्रै वनस्पति र जनावरहरू देख्न सक्नुहुन्छ। रारा पुग्नका लागि काठमाडौँदेखि नेपालगञ्ज पुग्न पर्स नै हुनेछ। नेपालगञ्ज जान तपाईको 2 विकल्प छन्। 1. उडान मार्फत। यो सबैभन्दा छिटो विकल्प हो। लगभग 1 घण्टाको उडान। विभिन्न एयरलाइन्सहरूले दैनिक 5 भन्दा बढी उडानहरू गर्छन्। विदेशीहरूका लागि एकातर्फी भाडा $180 जति पर्न सक्छ भने नेपालीहरूका लागि 4000 देखि 7000 रुपैयाँसम्म पर्न सक्छ। बजेटमा यात्रा गर्दै हुनुहुन्छ भने यो विकल्प उपयुक्त नहुन सक्छ। 2. डिलक्स बस मार्फत। लगभग 12 घण्टा लाग्ने यो विकल्प सस्तो छ, लगभग 2000 रुपैयाँ जति पर्छ, तर वर्षायाममा बाटो बिग्रिने हुँदा ढिला हुन सक्छ। बसहरू नयाँ बस पार्कबाट छुट्छ। नेपालगञ्जबाट रारा ताल पुग्ने उपायहरू। उडान मार्फत रारा ताल। नेपालगञ्ज विमानस्थलबाट तालसा विमानस्थलसम्मको उडान लिने हो भने यो छिटो र सजिलो विकल्प हो। यो विकल्प केही महँगो पर्न सक्छ। भाडा करिब 7000 देखि 8000 रुपैयाँसम्म पर्न सक्छ। तालसा एयरपोर्टबाट करिब 2 देखि 3 घण्टा हिँडेपछि ताल पुग्न सकिन्छ। सवारी मार्फत रारा ताल। नेपालगञ्ज, जुम्ला वा सुर्खेतबाट जीप मार्फत जान सकिन्छ। अन्तिम सवारी पुग्ने स्थानबाट करिब 30 मिनेट पैदल हिँडेर ताल पुगिन्छ। पैदल यात्रा, ट्रेकिङ। रारा राष्ट्रिय निकुञ्ज हुँदै जाने पदमार्ग अत्यन्त रोमाञ्चक छ। यस क्षेत्रमा 20 वटा भन्दा बढी स्तनधारी प्रजाति, 214 थरी चरा र 500 प्रकारका वनस्पति पाइन्छ। रातो हरण, चित्तल, रेड पाण्डा, घोरल, चितुवा लगायत वन्यजन्तु तथा प्रवासी चरा पनि देख्न सकिन्छ। जुम्लाको संस्कृतिलाई पनि नजिकबाट बुझ्न पाइन्छ। रारा तालमा बसोबास, आवास। ताल नजिकका गाउँहरूमा होमस्टेहरू छन्। रारा ताल नजिकको होटलमा कोठाहरू आरक्षित गर्न सकिन्छ। उनीहरूसँग टेन्ट र अन्य व्यवस्थापन पनि उपलब्ध छन्। रारा तालमा गर्ने प्रमुख क्रियाकलापहरू। मुरमा भ्यू पोइन्टसम्मको पैदल यात्रा। यस ठाउँबाट सम्पूर्ण ताल, वरिपरिका डाँडाहरू
र टाढाका हिमश्रृङ्खलाहरू देखिन्छन्। पदयात्रा रमाइलो हुन्छ र यहाँको जीवजन्तु र वनस्पति रमणीय छ। तस्बिर खिच्न यहाँका स्थानीयहरू निकै मैत्री छन् र तस्बिर खिच्न मन पराउँछन्, तर अनुमति लिएर तस्बिर खिच्नु उपयुक्त हुन्छ। घोडचढी स्थानीयहरूबाट आवश्यक सामान र मार्गदर्शक उपलब्ध गराउन सकिन्छ। ताल वरिपरि घोडचढीका लागि उपयुक्त बाटाहरू छन्। ह्यामक राखेर विश्राम गर्नु होटलबाट ह्यामक भाडामा लिन सकिन्छ वा आफ्नो ल्याउन सकिन्छ। रुखको छायामा किताब पढ्दै विश्राम लिन सकिन्छ। तारामङ्गल हेर्नका लागि उपयुक्त स्थान हो। मोबाइल नेटवर्क केही दूरीमा उपलब्ध भए तापनि यो ठाउँ प्रकृतिसँग घुलमिल हुन उत्तम छ।